ल आज पनि आलु कटिङ गर्ने हो। फुल राम्रो काउली तरकारी बनाई खाउली मेरी दिलवाली। आहा काउली खाने हो त्यसपछि पो होला अब यस्तो फेक गरिकन पनि ल्याउँछ है गानी बनाउन। आज त काउलीको फुलकोपीको ट्युन यानि कि तरकारी खाने हो के साथीहरू। खराब त भएको छ कि यो कतै खराब खानु पर्यो नि त होइन र। तपाईँहरूले के खानु हो? म त परदेशी खाना दिनै आफै पकाइ खाना पनि अल्छी मात्रै लाग्छ यार। कम्पनीको खाना खाँदाखेरि मिठो हुन्न भन्छन्, हामीहरूले आफै पकाइ खाँदाखेरि पकाइ खानै झ्याउ लाग्छ। दिनै पकाओ खाओ आओ कामबाट आओ फेरि बनाओ खाओ। कहिले कसो यसो सोच्दाखेरि त कम्पनीले खाना दिए नि हुनु हो भन्ने लाग्छ क्या। तर कहाँबाट हुनु हे बरै आश मात्रै काउली मिठो बनाइ खाने हो मिठो।